आज म तपाईहरुलाई जापानमा खाइसा अथवा कम्पनीको इन्टरभ्यु हुँदाखेरि त्यो इन्टरभ्युलाई आफ्नो अन्डरमा अथवा आफ्नो कन्ट्रोलमा कसरी ल्याउने भनेर इन्टरभ्यु क्र्याक टिप्सहरु दिन गइरहेको छु। किनकि हामी आफ्नै गल्तीले गर्दाखेरि इन्टरभ्युलाई अझ धेरै गाह्रो अनि झन्झटिलो बनाउने गर्छौं। सो आज म तपाईहरुलाई त्यो टिप्सहरु शेयर गर्न गइरहेको छु मेरो एक्सपीरियन्सको आधारमा। फर्स्ट अफ अल त तपाईहरुलाई मोस्ट अफ द कम्पनीहरुले सोध्ने क्वेशन भनेको चाहिँ जिगो शियोखाइ ओनेगाइसिमास भनेर भन्छ। र हामीलाई चाहिँ फेरि त्यो जिगो शियोखाइ चाहिँ धेरै लामो भन्नुपर्छ आफ्नो बारेमा चाहिँ जानेको जति चाहिँ निहोङ्गोमा चाहिँ धेरै भन्यो भने चाहिँ यसलाई चाहिँ धेरै निहोङ्गो आउँछ कि भन्ने चाहिँ सोच हुन्छ अनि हामीले चाहिँ धेरै लामो कुराहरु भन्छौं जुन हामीलाई चाहिँ निहोङ्गो गएकोतिर पनि त्यस्तै सिकाइएको हुन्छ। तर जापानको स्ट्यान्डर्ड एउटा जिगो शियोखाइ दिने टाइम भनेको चाहिँ 30 सेकेन्ड देखि 1 मिनेटको हुन्छ। 1 मिनेट भित्र भनिसक्नुपर्छ। 1 मिनेट पनि धेरै लामो हुन्छ। जिगो शियोखाइमा तपाईहरुले भन्नुपर्ने कुरा भनेको चाहिँ आफ्नो नाम भन्ने, आफ्नो कन्ट्रीको नाम भन्ने, अनि त्यसपछि अहिले तपाईहरुले चाहिँ दाइगाको अथवा सेन्मनगाकुको नाम भन्ने अनि के पढिराख्नु भएको छ थोरै एउटा लाइनमा त्यो भन्दिए पनि हुन्छ। अनि त्यसपछि त्यो भित्र चाहिँ एउटा शुमी अथवा आफ्नो हबी त्यति मात्र भन्ने 30 सेकेन्ड देखि 40 सेकेन्ड सम्म मात्रै भन्ने है। हामीले चाहिँ जिगो शियोखाइ भित्र चाहिँ तान्स्यो र च्योस्यो पनि भन्ने गर्छौं। आफ्नो चाहिँ स्ट्रङ पोइन्ट र वीक पोइन्ट पनि भन्ने गर्छौं। तर यो चाहिँ एकदमै गलत हो किनकि तपाईले चाहिँ तान्स्यो र च्योस्यो अगाडि नै भन्नुभयो भने चाहिँ अफ कोर्स उनीहरुले सोध्छन्। तर अगाडि नै भन्नुभयो भने चाहिँ 30 मिनेट भित्र मिन्सुचु खान अथवा मिन्सुचु लिने मान्छेले चाहिँ यो क्वेशन सोध्छु भनेर प्रिपेयर भएर बसेको हुन्छ। तपाईहरुले जिगो शियोखाइ भित्र चाहिँ तान्स्यो च्योस्यो भन्दिनु भयो भने चाहिँ उले चाहिँ त्यसको ठाउँमा चाहिँ अरु क्वेशनहरु सोध्छ र तपाईहरुको त्यो इन्टरभ्यु चाहिँ अझ धेरै लामो हुन जान्छ। त्यही भएर चाहिँ जिगो शियोखाइ एकदमै छोटो बनाउने। अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ हामीले चाहिँ अगाडिदेखि नै प्रिपेयर गरेर बसेका हुन्छ। यो क्वेशन सोध्यो भने यो आन्सर दिन्छु भनेर। तर त्यस्तो हुँदैन किनकि कम्पनी अनुसार चाहिँ तपाईको आन्सर पनि फरक हुनुपर्छ है। यदि तपाईहरुले चाहिँ होटलमा इन्टरभ्यु दिदै हुनुहुन्छ भने त्यो होटल अनुसारकै आफ्नो इन्ट्रेस्ट छ र होटल अनुसारकै तपाईहरुले चाहिँ क्वेशनको प्रिपरेसन गर्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ अब कुनै मेका अथवा चाहिँ म्यानुफ्याक्चरिङतिर दिदै हुनुहुन्छ भने चाहिँ त्यही अनुसारको प्रिपरेसन गर्नुपर्ने हुन्छ। र तपाईहरुले कम्पनीतिर मार्टतिर गर्दै हुनुहुन्छ सुपातिर शिशुको गर्दै हुनुहुन्छ र त्यसको चाहिँ इन्टरभ्यु दिदै हुनुहुन्छ भने चाहिँ त्यही अनुसारको प्रिपरेसन गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईहरुलाई म यहाँ चाहिँ एउटा फर्मेट अनुसारको क्वेशनको आन्सर भन्दिन। यदि तपाईहरुलाई चाहिँ कुनै पनि कम्पनीमा चाहिँ कस्तो खालको क्वेशन सोध्छ र त्यसमा चाहिँ कस्तो खालको आन्सर दिने भनेर चाहिँ तपाईहरु जान्न चाहनुहुन्छ भने चाहिँ मलाई चाहिँ टिकटकमा फलो गरेर मलाई मेसेज गर्नु होला। म त्यही अनुसारको तपाईहरुलाई चाहिँ क्वेशन र आन्सरहरु चाहिँ तपाईहरुलाई म लेखेर तपाईहरुलाई चाहिँ टिकटकमै प्रोवाइड गर्नेछु। अनि त्यसपछि त्यो भन्दा बाहेक आफुले चाहिँ के तयारी गर्ने र कस्तो खालको क्वेशनहरु सोध्छन् भन्दाखेरि चाहिँ कुनै पनि कम्पनीको इन्टरभ्यु दिनु भन्दा अगाडि तपाईहरुले चाहिँ त्यो कम्पनीको बारेमा चाहिँ ब्याकग्राउन्ड अथवा त्यो कम्पनी कस्तो खालको हो, त्यसले चाहिँ कस्तो खालको प्रोडक्टहरु बनाउँछ हैन, के सर्भिसहरु छ, के फेसिलिटिजहरु छ, त्यो सबै कुरा तपाईहरुले चाहिँ बुझेर जानुपर्ने हुन्छ। तपाईहरुले त्यो कुराहरु भित्री कुराहरु बुझ्नु भएन भने तपाईहरुले चाहिँ त्यहाँ सोध्छ हैन शिबौदोकी अथवा शिबौर्यु सोध्छ किन अप्लाई गर्न खोज्नु भएको त्यो सोध्छ। अनि त्यो बेलामा चाहिँ तपाईहरुले चाहिँ कम्पनीको भित्री कुराहरु जुन चाहिँ वेबसाइटमा हुन्छ त्यो कुरा भन्नुभयो भने चाहिँ ए साच्चीकै यो मान्छे चाहिँ हाम्रो कम्पनीमा काम गर्न चाहेको रहेछ है, साच्चीकै यो मान्छे चाहिँ यसलाई चाहिँ हामीले चाहिँ नाइती दियो भने अफर लेटर दियो भने चाहिँ यो मान्छे चाहिँ हाम्रो कम्पनीमा आउँछ है भन्ने उनीहरुलाई चाहिँ फिल हुन्छ। अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ तपाईहरुलाई चाहिँ नर्मल क्वेशनहरु सोध्छ। गाकुसेइ जिदाइ नि गाम्बात्ता कोतो अथवा गाकुसेइ जिदाइ नि चिखारा ओ इरेता कोतो ओशिएते कुदासाई भनेर भन्छ हैन। अनि आफूले चाहिँ गाकुसेइ को बेलामा हैन युनिभर्सिटी अथवा सेन्मनगाकको अथवा हाई स्कुलको बेलामा चाहिँ के कुरामा चाहिँ बढी मेहनत लगाउनु भयो त्यो भन्नुपर्ने हुन्छ। र त्यसको आन्सर पनि तपाईहरुले चाहिँ कम्पनी अनुसार है होटल छ भने होटल अघि भर्खर भनेकै जसरी चाहिँ त्यो कम्पनी अनुसार कम्पनीसँग मिल्दो जुल्दो खालको कुराहरु गरेर मैले चाहिँ त्योमा चाहिँ चिखारा चाहिँ त्यो कुरामा चाहिँ मैले चाहिँ धेरै भन्दा धेरै चाहिँ मेहनत गरे भनेर तपाईहरुले भन्नुपर्ने हुन्छ। यसरी भन्नुभयो भने चाहिँ त्यो इन्टरभ्यु चाहिँ तपाईहरुको अन्डरमा हुन्छ। तर तपाईहरुले चाहिँ मलाई निहोङ्गो आउँछ भनेर चाहिँ जिगो शियोखाइमै चाहिँ धेरै कुरा भन्नुभयो भने चाहिँ उनीहरुले चाहिँ पछि सोध्छु भन्ने प्रिपेयर गरेको क्वेशनहरु पनि तपाईहरुले अलरेडी जिगो शियोखाइमा भन्दिनुहुन्छ। अनि त्यो भएपछि तपाईहरुलाई चाहिँ बाहिरी क्वेशनहरु अलिक गाह्रो क्वेशनहरु उनीहरुले सोध्छन्। अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ लास्टमा तपाईहरुले चाहिँ सोध्छ हैन लास्टमा चाहिँ के क्वेशनहरु छ भनेर सोध्छ। त्यो सोध्ने बेलामा चाहिँ हामीले के मिस्टेक गर्छौं भन्दाखेरि चाहिँ हामीले चाहिँ कम्पनीको बारेमा सोध्छौं अथवा चाहिँ कम्पनीमा चाहिँ यो कस्तो खालको कम्पनी हो हैन यहाँ चाहिँ कस्तो खालको प्रोडक्टहरु चाहिँ तपाईहरुले उत्पादन गर्नुहुन्छ भनेर सोध्छौं। त्यो चाहिँ एकदमै गलत हो किनकि कुनै पनि
इन्टरभ्यूमा जानुभन्दा अगाडि त्यो कम्पनीको बारेमा हामीलाई सबै कुरा थाहा हुनुपर्छ। चाहे 1 घन्टा अगाडि नै होस्, तपाईँहरूले चाहिँ एकचोटि चाहिँ त्यो वेबसाइट खोलेर चाहिँ हेरिहाल्नु होला कम्पनीको। अनि त्यसपछि लास्टमा कस्तो क्वेसन सोध्ने त भन्दाखेरि चाहिँ अलिकति आउट क्वेसन सोध्ने। जस्तै तपाईँहरूले चाहिँ जापानभन्दा बाहिर यो कम्पनीलाई चाहिँ ग्लोबलाइजेसन कसरी गर्दै हुनुहुन्छ, अथवा अरू चाहिँ भविष्यमा कुन कन्ट्रीमा तपाईँहरूले चाहिँ आफ्नो कम्पनीको ब्रान्च अथवा कम्पनीको फ्याक्ट्री खोल्दै हुनुहुन्छ हैन, अथवा चाहिँ त्योभन्दा अरू भनेको तपाईँहरूको कम्पनीमा चाहिँ सेल्स एन्ड मार्केटिङको लागि अथवा डाटा एनालाइसिसको लागि चाहिँ कस्तो खालको वेबसाइटहरू तपाईँहरूले चाहिँ युज गर्दै हुनुहुन्छ भनेर त्यस्तो आउट क्वेसनहरू सोध्नुभयो भने चाहिँ यो मान्छेलाई चाहिँ साँच्चीकै हाम्रो कम्पनीप्रति चाहिँ इन्ट्रेस्ट रहेछ है भन्ने हुन्छ। यस्तो सानो सानो कुराहरूले चाहिँ इन्टरभ्यूमा धेरै इफेक्ट पार्छ हैन। सो नर्मल्ली सबैले जापानिज बोलिहाल्छन्, सबैले चाहिँ इन्टरभ्यूमा सोधेको क्वेसनको एन्सर दिइहाल्छन्, तर त्यो मान्छे चाहिँ कस्तो छ, त्यो विद्यार्थी अथवा त्यो इन्टरभ्यू दिन आएको मान्छे चाहिँ कस्तो छ भनेर चाहिँ यो सानो कुराहरूले चाहिँ डिसाइड हुने भएको हुनाले चाहिँ सानो कुरा चाहिँ अलिकति इम्प्याक्ट पर्ने खालको कुराहरूको चाहिँ राम्रो तयारी गरेर जानुपर्छ, जसले गर्दा तपाईँहरूलाई चाहिँ नाइते अथवा अफर लेटर प्राप्त हुने चाहिँ चान्सेस धेरै हुन्छ। यस्तै खालको अन्य विभिन्न जानकारीमूलक भिडियोहरू यदि तपाईँहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। युट्युबमा पनि मैले यस्ता धेरै भिडियोहरू चाहिँ अपलोड गर्ने गरेको हुन्छु भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।